हाई गाइस, नमस्ते। आज चाहिँ सुटिनी र दुध खानेवाला छु। यहाँ जापानको सुटिनी चाहिँ लास्टै गुलियो हुन्छ, ठुल्ठुलो पनि हुन्छ। यो चाहिँ ठिक्कको साइज हो। एकदम मिठो, तातो तातो। मैले अहिले भर्खर पकाएको। यो चाहिँ लास्टै गुलियो हुन्छ। यहाँको चाहिँ नेपालको भन्दा नि गुलियो हुन्छ। दुधसँग सुटिनी खानुको बेग्लै मजा फेरि। मेरो पार्टीहरू नि कलेज लागेर कलेज काम स्टार्ट भएर सबैजना जान थाले। अहिले त म एक्लै हो घरमा। मेरो मात्र छुट्टी भएको रे। छुट्टीमा बस्नु पाएकोले म एक्लै छु। एकदम टेस्टी छ, गुलियो। यो चाहिँ मिडियम खालको सुटुनी हो। नेपालमा त रातो सुटुनी त त्यति धेरै खाँदैन, तर यहाँ चाहिँ रातोमा त धेरै हुन्छ। एकदम मिठो हुन्छ, गुलियो लास्टै। अब चाहिँ लास्टै जापानमा जाडो छ, त्यही भएर तातो तातो खाने जे पनि। यो सुटुनीको नि जापानमा त के हो के आइटम बनाउँछ। भात पनि पकाएर हाल्छ, ओखासी पनि बनाउँछ, केकहरू पनि बनाउँछ। जे पनि मिठो हुन्छ, तर अब आफूलाई चाहिँ बच्चैदेखि यसरी पकाएर खाने बानी भएकोले यही मिठो लाग्छ। भात पनि पकाउँछन् साँच्चुमाईमा गोहान। यसलाई सानो सानो पिस बनाएर पकाउँछन्, बट आफूलाई चाहिँ जे पनि मिठै लाग्ने भात पनि। तर अब यो पनि मेन बच्चैदेखि खाएकोले यो लास्टै मनपर्छ। प्राय सुटुनीहरू चाहिँ खाइराख्नु मनपर्छ। सुटुनी, आलु, पोलेको चाहिँ मकै चाहिँ यहाँ पाइँदैन। साह्रो खानु मन लाग्छ पोलेको मकै चाहिँ कहिलेकाहीँ सिजनमा चाहिँ।
साह्रो उल्लियो छ हो। यहाँको सुटुनी चाहिँ फेरि कति धेरै खाइसकेँ। पेट चाहिँ अगाइसक्यो, मुख नगएको मात्रै हो। कति धेरै मैले सुटुनी खाइसकेँ। लास्ट टेस्ट जाडोमा दुधसँग तातो तातो सुटुनी र दुध खानु बेग्लै मजा। चाहिँ पेट अल्गाइसक्यो। धन्यवाद, बाई बाई।